आइसिसी विश्वकप लेग 2 को शीर्ष स्थानमा रहेको स्कटल्यान्डमाथि नेपालले विजय हासिल गरेको छ। त्रिवी मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्यान्डमाथि 6 विकेटको शानदार जित निकालेको हो। 195 रनको लक्ष्य नेपालले 38.1 ओभरमा पूरा गरेको हो। अन्तिम बलमा नेपाललाई 2 रन आवश्यक रहँदा स्कटल्यान्डका माइकल लेक्सलाई कप्तान रोहितले छक्का प्रहार गरेका थिए। कप्तान रोहित 74 रन बनाउँदै नट आउट रहे। उनले 98 बल खेलेर 5 चौका र 2 छक्का प्रहार गरे। ईशान पाण्डेले 61 बलमा 55 रन बनाए। उनले 5 चौका र 2 छक्का प्रहार गरे। ईशानको एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो खेल हो भने पहिलो अर्धशतक हो। त्यसैगरी ओपनर कुशल भुर्तेलले 27 बलमा 28 रन जोडे। उनले 4 चौका र 1 छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले 29 रन बनाए। उनले 17 बलमा 3 चौका र 2 छक्का प्रहार गरे। बलिङतर्फ मार्क वाटले 2 विकेट लिए भने ब्रान्डन मिकमलेनले 1 विकेट लिए। पहिले ब्याटिङ गरेको स्कटल्यान्डलाई नेपालले 39.1 ओभरमा अल आउट गरी 194 रनमा रोकेको थियो। त्यस क्रममा ललित राजवंशीले 4 विकेट लिए। 8 ओभर बलिङ गरेका उनले 32 रन खर्चिए। त्यसैगरी लेग स्पिनर सन्दीप लामिछानेले 3 विकेट लिए। उनले 10 ओभर बलिङमा 47 रन खर्चिए। सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले 1-1 विकेट लिए। ब्याटिङमा स्कटल्यान्डका लागि ब्रान्डन मिकमिलनले 44 बलमा 6 छक्का र 6 चौका प्रहार गरी 73 रन बनाए। माइकल इङ्ग्लिसले 72 बलमा 51 रन जोडे। ओपनर जर्ज मुन्सीले 21 र मार्क वाटले 20 रन बनाए। स्कटल्यान्ड विरुद्ध जारी सिरिजको पहिलो खेलमा नेपाल डिएलएस मेथडबाट 2 रनले पराजित भएको थियो। त्यसैगरी दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो। यो सँगै नेपाल लेग 2 अङ्क तालिकामा 2 स्थान माथि उक्लिएको छ। यसअघि नेपाल 7औं स्थानमा रहेको थियो। स्कटल्यान्ड विरुद्ध जितसँगै नेपालले क्यानाडा र नामिबियालाई उछिनेको हो। नेपालले अब बाँकी 9 खेल पनि जित्न सके सिधै विश्वकप छनौट खेल्न पाउनेछ। जारी सिरिजमा पनि नेपालले 1 खेल खेल्न बाँकी छ। शुक्रबार नेपालले सिरिजको अन्तिम खेल अमेरिकासँग खेल्नेछ।